तिहार नेपालीहरूको दोस्रो ठूलो पर्व हो। तिहारलाई प्रकाशको पर्व पनि भनिन्छ। तिहारमा हामी दियो झिलिमिली बत्ती बालेर चाहिँ अन्धकारमाथि उज्यालोको जितको रूपमा मनाउँछौँ। यसले हामीलाई सिकाउँछ कि सत्य र प्रेमले सधैँ असत्यमाथि जित पाउँछ। काग तिहार किन मनाइन्छ भने कागलाई यमराजको दूत मानिन्छ अनि हाम्रो दुख मृत्यु टाढा होस् भनेर कागलाई चाहिँ सम्मान र पूजा गरिन्छ। कुकुरलाई इमानदारी र सुरक्षाको प्रतीक मानिन्छ, त्यसैले कुकुर तिहारको दिन हामी कुकुरलाई माला र सम्मान दिएर पूजा गर्छौँ। गाईलाई धन र समृद्धिको प्रतीक मानिन्छ, त्यसैले बिहान गाई पूजा गरिन्छ र साँझमा चाहिँ लक्ष्मी माताको पूजा गरिन्छ। घरमा दियो बालिन्छ ताकि धन र सौभाग्य तपाईको घरमा प्राप्त होस् भनेर। भाइ टीकामा आफ्नो दिदी बहिनीहरूले आफ्नो दाजुभाइहरूलाई सतरङ्गी टीका लगाएर लामो आयु र सुख सम्पत्तिको कामना गर्दछन् अनि दाजुभाइहरूले आफ्नो दिदी बहिनीहरूलाई गिफ्ट दिएर रक्षा गर्ने वाचा गर्छन्। हाम्रो सम्पूर्ण भ्युअर्सहरूलाई ह्यापी तिहार। शीघ्र प्रसारण हुँदैछ हिमालयन टिभी र ओएसआर रियालिटीमा।